सम्पूर्णमा नमस्ते। म आशिष खैरला। योभन्दा अगाडिको 2टा पोएट्री नाइटमा पनि म आएको थिएँ। अहिलेको मेरो पोएम सुरु गर्नुभन्दा अगाडि चाहिँ मेरो उनी उसको लागि 2 लाइन, उसको तस्बिर हेरेर मैले दिने प्रतिक्रिया 2 लाइन लेखेर भनेर चाहिँ म मेरो पोएम सुरु गर्छु। तिमीलाई नहेरौँ किन नहेरी सक्दिन, तिमीलाई नहेरौँ किन नहेरी सक्दिन, हेरौँ किन हेरेर थाक्दिन। मेरा नयनलाई नहेर भनौ कसरी, मेरा नयनलाई नहेर भनौ कसरी, बरु झोक्राएका छन् तस्बिर तिम्रा थाके जसरी। यो चाहिँ थियो मेरो उनीको लागि। यो पोइम चाहिँ अलि कस्तो म रोएर लेखेको हो यो पोइम। किनभने मैले अस्तिको एडिसनमा पनि भनेको थिएँ मेरो लौरे बन्ने ड्रिम थियो भनेर। त्यो ड्रिम मेरो मात्रै नभएर मेरो हजुरबाको पनि थियो। उहाँलाई अन्तिम स्टेजमा मैले भेट्न पाएन, त्यही भएर उहाँको लागि लेखेको पोइम हो यो चाहिँ। त्यही भएर रोएर लेखेको अथवा लेखिसकेर रोएको जे भए पनि यो लेख्दाखेरि म धेरै रुको छु। सानो एजमै मतलब मेरो बुवा चाहिँ परदेश जानुभएको, विदेश जानुभएको म सानो हुँदाखेरि नि। अहिले 17 इयर्सको मेरो बुवा विदेश जानुभएको। बुवाको जस माया चाहिँ मैले हजुरबाबाबाटै पाएँ। त्यहाँबाट अनि लास्ट स्टेजमा पनि भेट्नु नपाएर चाहिँ मैले उहाँको लागि लेखेको छ यो पोइम। पोइमको टपिक चाहिँ छ अन्तिम भेट। पोइम कविता यसरी सुरु हुन्छ। आमा भन्न जति सहज र सरल हुन्छ, बा भन्नमा त्यति हुँदैन किन? किन? आमा भन्न जति सहज र सरल हुन्छ, बा भन्नमा त्यति हुँदैन किन? किन? बा आफैमा एक भारी शब्द जो हो, परिवारको हाँसो खुसी अनि जिम्मेवारी न हो। परिवारको खुसीका देउरालीमा आफ्ना इच्छा चाहनाको बलि चढाउँदा चढाउँदै, परिवारको खुसीका देउरालीमा आफ्ना इच्छा चाहनाको बलि चढाउँदा चढाउँदै, विश्रामको बिस्तारालाई पराई बनाएर सङ्घर्षको साधनमा उत्रदै थाप्लोको बजरङ अनि मनको पीडा लुकाउँदा लुकाउँदै सकिएको रहेछ हजुरबाको एक युग त। आफ्ना सन्तानका सफलतामा जसरी खुसी हुनुहुन्थ्यो, तपाईँ आफ्ना सन्तानका सफलतामा जसरी खुसी हुनुहुन्थ्यो, म पनि त तपाईँको पौत्र सन्तान हुँ होइन र? मेरो सफलता पनि त अझै बाँकी नै थियो कि मेरो सफलता हजुरले हेर्नु नहुने थियो र? तैँले लगाउने लाउरे टोपी लाउँछु भन्नु जो भयो, टोपी लगाइदिने सपना मेरो अब अपुरै रह्यो। माया पाएको थिएँ परदेशिएका बाबुबाट नपाएको, माया पाएको थिएँ परदेशिएका बाबुबाट नपाएको, मेरो शिरमा राखेको हात यति चाँडै किन हटाएको? तपाईँको मृत्यु खबरले चल्दै गरेको धड्कन रोकिएला झैँ भयो। मानस पटलमा एक्कासी तहल्का मचियो। कहालिएर निला भएका ओठ, कापेको शरीर अनि मनभरि पलाएको त्रास। संसार त्याग्दै गर्दा हजुरको त्यो अन्तिम सास अनि मेरो बालाई भेट्टाउने आश अब अपुरै रह्यो, अब अधुरै रह्यो। दुखित म अझ दुखित भएँ हजुरसँग अन्तिम भेटघाट पनि हुन्न कि भनेर। दुखित म अझ दुखित भएँ हजुरसँग अन्तिम भेटघाट पनि हुन्न कि भनेर। भेटघाट भयो तर भेटघाटमा भयो। थ्याङ्क यू।